जेनजीको टाउकोमा गोली लाग्यो, गलत भयो है। ती कुराहरूको विरुद्धमा तपाईको चाहिँ म आफै उफ्रेँ, धेरै भावुक पनि भएँ, टाउको खौरेँ है। जेनजीको टाउकोमा गोली हान्न गलत हो कि होइन? गलत हो। हान्नेलाई पक्र्यो, ठिक छ है। तर त्यो जेनजीलाई स्कुलको ड्रेसमै आइज तपाईको चाहिँ आन्दोलनमा भनेर बोलाउने मान्छे गल्ती हो कि होइन? गल्ती हो कि होइन? त्यसलाई पक्रिनु पर्छ पर्दैन? त्यसलाई पक्रिनु पर्छ पर्दैन? तपाईँले भन्नु न मलाई। हो, डिस्कोर्टमा विभिन्न तरिकाले डिस्कोर्ट मार्फत त्यस्ता अबोध बालकहरूलाई आन्दोलनमा जानुपर्छ है भनेर आह्वान गर्ने मान्छेहरूलाई पनि पक्रिनुपर्छ, कानुन अनुसार कडा कारबाही गर्नुपर्छ। अर्को कुरा, 24 गतेको घटना होइन, धेरै के अरे तपाईँको सरकारी कार्यालयहरू मध्ये सिंहदरबार, सर्वोच्च अदालत र संसद भवन, यी तीनटा कुरा, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका को सर्वोच्च निकायको भवनको भित्तामा आगो लगाउने मान्छे, सुनियोजित तरिकाले आगो लगाउने मान्छेहरूलाई पक्रेर कारबाही गर्नुपर्छ पर्दैन? तपाईँले भन्नु न मलाई। हो, यही तीनटा कुरा हो। केपी ओली र के अरे रमेश लेखकलाई पक्र्यो भन्ने कुरामा मेरो मन दुःख हो र? परोस् न, को पर्छन् होइन, त्यसमा मेरो मन दुःख हो र होइन? तर डिस्कोर्टमा योजना बनाउने अनि त्यो योजना अन्तर्गत तपाईँको 24 गतेको घटना घटाउने मान्छेहरूलाई पनि खोजेर कारबाही गर्छ गर्दैन त सरकारले? यस, विभेद गरिनु हुँदैन। मेरो माग त्यति हो। अब त प्रश्न भयौँ नि हामी, अब त प्रश्न भयौँ नि हामी। ल हाँसौँ अब, तपाईँको हाँसो मनपर्छ। हुन्छ, धन्यवाद, नमस्ते।